हाई एभ्रिवान एन्ड गुड मर्निङ वेलकम ब्याक टु माई अनदर मिनी भ्लग्स। हजुरहरूलाई सबैलाई स्वागत छ फेरि पनि मेरो अर्को भ्लगमा। अहिले चाहिँ म क्याफे पुगिसकेँ। आज चाहिँ क्याफे क्लिन हुने काम चलिरहेको छ। अब म पनि काम गर्न आइहालेँ, ड्रेस लगाएर टक्क रेडी भएर। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ 2 हातको कमाल। र अब म पनि सुरु गर्छु आफ्नो 1 हातको कमाल। अहिले चाहिँ क्याफे स्याफे क्लिन भइसकेको छ, हजुरहरू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ गेस्टहरू पनि सुरु भइसक्यो आउन र क्याफे पनि पुरा क्लिन भइसक्यो। र अब चाहिँ म खाना खान आइसकेँ किनकि अब बिहानको ड्युटी सकिहाल्यो। र आज पनि खानामा चिकनै बनाएको छ। खानासाना खाइसकेपछि अब रुमतिर लागिहाल्नु पर्यो रेस्टको लागि। अहिले चाहिँ म फाइनली रुम पुगिसकेर अब चाहिँ रेस्ट गर्छु म। अब चाहिँ म अहिले क्याफे पुगिसकेँ रातिको ड्युटी गर्नलाई। यो चाहिँ रेडी भएर म कामको लागि आइसकेँ। र यहाँ आउने बित्तिकै यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ लाइटको झुमर हो, ब्याम्बुले बनेको। अनि यो हेर्न सक्नुहुन्छ, यो चाहिँ डस्टबिन हो, सेम डोको जस्तो देखिन्छ। ल गाइस, अहिले चाहिँ रातिको ड्युटी सकेर टक्क हामी रुम गइरहेको छौँ। देव चाहिँ यहाँ पुरा फुल फुकिरहेको छ। मोबाइल बिर्सेको कारणले अझै क्याफे जानु परिरहेको छ। सो अहिले चाहिँ म मोबाइल लिन क्याफे पुगिहालेँ र मोबाइल चाहिँ यहाँ राखेर छु, त्यसैले नदेखिएर चाहिँ मलाई अहिले चाहिँ 11:30 हुन लाग्यो। म फाइनली चाहिँ रुम पुगिसकेँ र म आफ्नो भ्लगलाई चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। फेरि पनि हजुरहरूसँग भोलि भेट हुनेछ। लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ओके, बाई बाई, गुड नाइट।